जति पनि समस्या भइरहेछ हाम्रो नेपालमा त्यो सबै जनताले मात्रै शास्ति भोग्नुपर्ने कति दिन र कहिलेसम्म? कति भयो रे ग्यास नपाएको अहिले? ग्यास नभएको लगभग 3-4 महिनादेखि भयो। पहिला सुरुमा आधा ग्यास मिल्थ्यो। अहिले त्यही आधा ग्यास पाउन पनि मान्छेहरू लाम लागिरहेको हुन्छ। भनेपछि जनतालाई जेमा पनि दुःखै छ अहिले हैन? जनतालाई जेमा पनि हो। उनीहरूभित्र किचलो छ, राजनीति किचलो छ, पार्टीभित्र आफ्नै दरार छन्। जे जति भए पनि हामी जनतालाई भनेको भोग्नुपर्ने हामी जनताले हो। अनि राजनीतिको प्रत्यक्ष शिकार जनताको दैनिक घरायसी भान्सादेखि लिएर गएर जनजीवनमा पर्यो सिधै भनौँ न हैन? असर परिरहेछ। अहिलेको वर्तमान सरकारले त्यो कुरालाई ध्यानमा राख्दै कसरी हुन्छ हाम्रो जनता, हामी जनता सकिन्छ भन्ने कुराको स्पष्ट। अहिले तपाईँको यो उ छ नि सामाजिक सञ्जालतिर यताउता हैन? हजुर। सरकारको पक्ष र विपक्षमा दोहोरी भइरहेको नि। एक थरी मान्छेले अब यो सरकार एकदम राम्रो हो भन्ने जय जयकार भगवान्लाई जस्तो गर्ने हैन? एक थरीले चाहिँ यो सरकार नरपिचास राक्षसहरूको भिड हो यो भन्ने के भन्ने सराप्ने। यो दुई थरी दोहोरीलाई तपाईँले कसरी हेर्नु भएको? यो के लाग्छ तपाईँलाई? यो त्यतिकै रमिता गरे हो कि केही तुक छ कि यो कुरामा? त्यो सब ड्रामा यिनीहरूको एउटा नाटक हो। मैले हानेको जस्तो गर्छु, तरुवाया जस्तो गरेँ। अनि के गर्न खोजे अरे त? अब यो परिवर्तन भएर यो बालन सरकार भन्ने जुन नयाँ युवाको सरकार आएको छ यसलाई हटाएर फेरि त्यही पहिलाकै त्यही जुन जसले सरकार चलाइरहेको थियो पहिला त्यही मान्छे फेरि आउनु पर्यो भने कि के भने त? यो होइन, जो पहिला हाम्रो दुर्गा प्रसादज्यूले राजा ल्याउँछौ, राजाले केही गर्न सक्छ कि भन्ने कुरो उठाइरहनु भएको थियो आवाज। त्यो राजा नै आउनुपर्छ हाम्रो देशमा। फेरि अब तपाईँको के अरे दुर्गा प्रसाद र धवल शमशेर मिले अरे फेरि मिलेन अरे फेरि कि चलो भऱ्यो भने जस्तो नि सुनिरहेको थिएँ मैले। अस्तिसम्म त मैले मिडियामा सुनिरहेको थिएँ पार्टी खोलिसके के जय नेपाल हो नि के पार्टी खोल्याछन् भन्ने कुरा सुनिरहेको थिएँ मैले। अनि सुन्नु न, अब यो जय नेपाल पार्टी छोडिदिनु यस्तो कुरो होइन? अनि अब के हुन्छ त यार? यो तालले त बिचोक भयो त। मान्छेहरूलाई झन् आश उम्रिएर आएको थियो केही न केही हुन्छ भन्थे होइन? अब झन् मान्छे डिप्रेस भन्न थाले जनता। डिप्रेस होइन, मान्छे औषध नपाएर बिचरा एकजना दम्पति वृद्ध दम्पति सुन्नुभयो मिडियामा? मिडिया नि फेरि अलिअलि हो र मिडिया नदीमा हाम फाले क्यान्सर भएको रहेछ बिचरा श्रीमतीलाई, कोसीमा हाम फाले भन्ने कुरा सुन्नमा आएको छ। के हामी जनताले शास्ति भोग्नुपर्ने? दिन पर दिन मर्नुपर्ने? बिजोग छ, बिजोग रोवाबासी छ मान्छेको। अब यो कहिले कसले समाधान? सुकुम्बासी हामी मऱ्यौँ सकियो भन्छन्। फेरि सुकुम्बासीलाई फेरि घर फेरि अलिक गाउँतिर अलिक टाढा दिन्छु भन्दा पनि नहुने रे। बास दिने त पनि सिटीमा सहरमा मान्छेले यहाँ भारी बोकेर खानु पर्यो भन्ने। सुकुम्बासीलाई एकैचोटि सबैलाई लखेट्नु माग्नेलाई तातो सुकुम्बासीमा हुकुम्बासी हुन् तिनीहरू। खै को हो यो? हुकुम्बासीहरू एउटा ऊ छैन कि एउटा नेपालको एउटा नीति नियम केही पनि छैन। खै त्यो हावाहुरीमा बाँटिरहेछ जसले जे पनि भन्ने फेरि है। कसलाई कानुन पनि नलाग्ने, अब कति लाग्ने फेरि अब कसैलाई समातेर लिएर जाने फेरि 24 घन्टामै छोडिहाल्ने। 24 घन्टामा छोडिदिने। छोड्नलाई किन समात्या फेरि होइन? म त दङ पर्छु के भइरहेछ यो? भन्छ हामीले ठुला ठुला माछा पकड्यौँ। खै त माछा पकडेको? खै अहिलेसम्म जेल कोही पस्या? कसैले राष्ट्रिय सम्पत्ति राष्ट्रियकरण गरेको छ अब कमाएको छैन कि? अब फलानाले यति अर्ब लुट्यो, यति करोड लुट्यो भने हे भगवान लुट्या भइले यार थुन्देऊ न, राष्ट्रियकरण गरिदेऊ न, विधि नियम कानुन बनाएर जाऊ न भन्दा कसले रोकेको छ त यो सरकारलाई? यार 182 मान्छे छन्, जे बोल्यो त्यो कानुन पास हुन्छ। हिजोको दिनमा जनतालाई आश्वासन देखाए हामी यस्तो गर्छौँ उस्तो गर्छौँ, बाटाघाटा बनाउँछौँ, पानी ल्याउँछौँ, बिजुली बत्ती या ऊ ह्यान त्यान भने भन्न सजिलो छ। हजुर भन्न सजिलो छ, हाम्रो नेताहरूलाई गर्न गाह्रो छ। खै कहाँनिर के भइरहेछ, कहाँनिर कसले गर्नु दिएको छैन त्यो स्पष्ट होस् जनतामाझ। र अहिले परिस्थिति अहिले वर्तमानमा आइरहेको ग्यास सम्बन्धी हामीलाई खाना पकाउनदेखि लिएर के सब्जी यो देश त जसले चलाए नि नचल्ने नबन्ने जस्तो देखियो नि त यो तालले त। राजाले चलाने हो, दलले चलाने हो, नयाँले चलाने हो, पुरानाले नि हो होइन? कम्युनिस्टले नि चला, काङ्ग्रेसले नि चला, जसले चलाउँदा नि देश राम्रोसँग चल्दैन त के भयो? नर्थ कोरिया किम जोङको जस्तो त हुने होइन? होइन, हुनलाई नि किम जोङ जस्तो मान्छे खै त भने त्यहाँ एउटा हिटलर शासन भन्नाले हिटलर शासन हुने क्वालिटी हेर्ने त भने कि खै त हिटलर पनि सबलाई भाटा लगाउने, सबलाई भाटा लगाउँदै हाल्दै जति पनि यो 601 जना सभासद छन् नि, यिनी जनताका खुन चुसेर आएका यिनी माथि यिनीहरूलाई हाल्नुपर्छ सबैलाई जेल। कहाँ खुन चुस्नु? भोट हाले जनताले। यिनीहरूलाई रक्सी र उसमा एउटा दारु के अरे 100 रुपियाँको रक्सी र मासुमा बिके आएनन् सबै जनता त्यति बेला के हेरेको थिए?
अहिले आएर हामीलाई यस्तो शास्ति भयो ल हामी यति दिनसम्म चाहिँ ग्यासको उसमा लाइनमा लाग्यौँ हामीले यस्तो गऱ्यौँ उस्तो गऱ्यौँ त्यो जनताले पनि निःशुल्कमा आए पनि होइन पैसा तिर्छु बाबा ल्याऊ न भन्दा नि नदिने भने के भएको त यो भने के यस्तो आकार काहीँ पनि छैन त यस्तो त फेरि न पुराना न नयाँ सबै एउटै रहेछ सर मैले बुझाइअनुसारमा खै अब त रासोपाले म पनि रासोपाको एकदम कट्टर समर्थक हो यसमा कुनै दुमत छैन तर रासोपाले गर्छ अब अब यङ जेनेरेसन यानि कि नयाँ पुस्ताले गर्छ केही भन्ने सोच लागेको थियो अब थियो फेरि उदेक लाग्न थाल्यो फेरि अब यो राजनीति देखेर पनि सोचेर पनि उदेक लाग्छ मान्छेलाई डिप्रेसन किन हुनु आफू डिप्रेसन यो देश भने तपाईँलाई के लाग्यो भने यो देश कसैले पनि चलाउन जानेन म पनि सक्दिनँ अर्काले पनि सकेन भन्ने उदेक लाग्यो तपाईँलाई होइन त्यही होइन त कुरो समग्रमा ल अब के भन्ने त अब राम्रो होस् बनोस् चाँडै समाधान होस् भन्दा केही छ र भन्ने कुरो हामीले त्यही त हो नि अब हजुरलाई अब हामीलाई चाहिएको के हो त्यो होस् पुरा होइन हामीले खोजेको जनताले खोजेको के छ बेसिक चिज जस्तै स्वास्थ्य सुविधा हुनु पर्यो शिक्षामा हुनु पर्यो रोजगारी हुनु पर्यो बाटाघाटा भएन त्यो हो त्यही हो हाम्रो हुने भनेको मर्न नपरोस् बस कोही हाम फालेर कोसीमा हाम फालेर मर्छन् कोही आगो पेट्रोल लगाएर खनाएर मर्छन् हेर्नु त बिचो अनि त्यस्तो भएपछि जनता सतीले सरापेको देश छैन त भन्छन् नि खै त भन्छन् त्यस्तै देखियो देखिन नि के भने बिचोक बोल दिनै मान्छे मर्ने बाध्यता बनाउने देश जनतालाई बाँच्न नदिने ठुलाबडा बनाउँदाहरू बाहिर विदेशमा गएर मोज इन्जोय गर्ने ऊ शेरबहादुर देउवाजी ऊ मसाज सेन्टर गएर आउनु भएछ अहिले खै आउँदै हुनुहुन्छ त्यो पनि अब 80-85 को पितृ भए बुढोलाई के सराप्नु के भन्नु अब खै देशको संयन्त्रै गतिलो छैन भित्र उहाँहरूले के गरिरहनु भएको छ तर जनताले त्यति सोच्नुहुन्छ कि जनता पागल छ जनता सोझो छ भेडा छ जनता भनेर यिनीहरूले त्यति गर्न खोजे हामी छैनौँ हामी जनता पागल छैनौँ भेडा छैनौँ यो गलतफहमी नगराक हामी जनता 3 करोड समथिङ जनता ओर्ल्यो भने तिमीहरूको पत्ता साफ हुन्छ अब बारम्बार भए पनि छ नि अस्ति भर पत्ता साफ भएन 3 करोड चाहिएन नि 2-3 लाखले पत्ता साफ गरे 50,000 धम्क्याएर म 5 लाख जनता निकाल्छु काठमाडौँमा म 10 लाख जनता निकाल्छु म यो सत्ता फल्टाउँछु म उ गर्छु भन्ने कसैले धाक नदेखाऊ हुने केही होइन तिमीहरू जस्ता आएको थियौ त्यस्तैमा जाने हो पैसाको लोभ नगर पैसा आज छ भोलि छैन हो यो धेरै म धनी म उ गर्छु यताउता भन्ने कुरो कसैलाई नगर सबै बराबर जनतालाई हेर बस यति भएपछि केही न केही होला होइन हजुर ल केशवजी धन्यवाद है धन्यवाद किरणजी हजुरलाई हस्